आज हामी इकु अथवा जानु इकुका फर्महरू पढ्नेछौँ। इकु भनेको जानु, जानु, जान्छु, जान्छ, जानुहुन्छ, जान्छे भन्नु पर्यो भने इकु भनेर भनिन्छ र यो चाहिँ एउटा ठाडो खालको भाषा पनि हो। जस्तै केही उदाहरणहरू हेरौँ। वातासी वा गाक्कोए इकु, म स्कुल जान्छु। आसिता तोमोदाची तो इकु, भोलि साथीसँग जान्छु। जापान ड्रिम जेडी युट्युब च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने कृपया सब्सक्राइब गर्नुहोस्। अब हामी इकुका फर्महरू पढ्नेछौँ। पहिलो फर्म रहेको छ मास अथवा इकिमास। इकु भन्नु र इकिमास भन्नु एउटै कुरा हो। इकु भनेको चाहिँ ठाडो शब्द भयो भने इकिमास भनेको चाहिँ अलिक पोलाइट फर्म भयो। यसको अर्थ दुईटैको अर्थ एउटै हुन्छ। जान्छु, जान्छ, जान्छे, जानुहुन्छ भन्ने हुन्छ। र यसका पनि उदाहरण हेरौँ। जस्तै माइनिची खाइसा ए इकिमास, म दैनिक कम्पनी जान्छु। इमा सुपा ए इकिमास, अहिले सुपरमार्केट जान्छु। अब आयो नाइ फर्म अथवा इकानाई। इकानाई भनेको जाँदिन भनेको हो। यसको पनि उदाहरण हेरौँ। क्योवा दोकोमो इकानाई, क्योवा दोकोमो इकानाई, आज कतै पनि जाँदिन। दोको भनेको कता, अब मो जोडेपछि पनि आयो, कतै पनि, दोकोमो कतै पनि। आमे दाकारा इकानाई, पानीले गर्दा जाँदिन। आमे दाकारा इकानाई, पानीले गर्दा जाँदिन। त्यस्तै अर्को छ ता फर्म अथवा पास्ट फर्म। जापानिज भाषामा पास्ट फर्ममा बोल्नु पर्दाखेरि अन्तिममा ता उच्चारण गरिन्छ। जस्तो इत्ता भनेको गएँ। जस्तो उदाहरण हेरौँ। किन्यो टोक्यो ए इत्ता, हिजो टोकियो गएँ। तोमोदाची तो इत्ता, तोमोदाची तो इत्ता भनेको साथीसँग गएँ। अब अर्को आयो ते फर्म। ते फर्म भनेको ए र भन्ने हुन्छ, अन्तिममा ए र भन्ने हुन्छ। जस्तै इत्ते भनौँ भने गएर भन्ने हुन्छ। अब यसको पनि केही उदाहरण हेरौँ। सुप्पा ए इत्ते खाइमोनो, सुप्पा ए इत्ते खाइमोनो भनेको सुपरमार्केट गएर किनमेल गर्छु भनेको हो। तोमोदाची नो इए ए इत्ते आसुबु, तोमोदाची नो इए ए इत्ते आसुबु, साथीको घर गएर खेल्छु। अर्को हेरौँ। इकेरु। इकेरु भनेको जान सक्नु, सक्ने अथवा जान सक्नु। इकेरु। यो इकेरुको पनि केही उदाहरणहरू हेरौँ। हितोरी दे इकेरु, हितोरी दे इकेरु, एक्लै जान सक्छु। हितोरी दे इकेरु, एक्लै जान सक्छु। आसिता इकेरु, आसिता इकेरु, भोलि जान सक्छौ। इकेरु भन्नाले जान सक्छु, जान सक्छौ, जान सक्छौँ, जान सक्छे, जान सक्छन्, जान सक्नुहुन्छ, सबै हुन्छ। अब आयो इक्यौ। इक्यौ भनेको जाउँ भनेको मतलब लेट्स, अब जाउँ, सँगै जाउँ भन्न खोजेको हो इक्यौ। यसको उदाहरणहरू हेरौँ। इस्यो नि इक्यौ, सँगै जाउँ। इस्यो नि इक्यौ, सँगै जाउँ। हायाकु इक्यौ, हायाकु इक्यौ, छिटो जाउँ। हायाकु भनेको छिटो, हायाकु इक्यौ, छिटो जाउँ। अर्को महत्त्वपूर्ण शब्द छ इके। इके भनेको जा, कसैलाई अर्डर गरेर जा भन्नु पर्यो भने चाहिँ इके भनिन्छ अन्तिममा, इके। जस्तै यसको पनि केही उदाहरण हेरौँ। हायाकु इके, छिटो जा। माए ए इके, अगाडि जा। माए भनेको अगाडि, हायाकु भनेको छिटो। हामीले अगाडिको वाक्यमा पनि पढिसकेका थियौँ। माए ए इके, अगाडि जा। अब इकेको अपोजिट इकुना। इकुना भनेको चाहिँ नजा भनेको। अघि इके भनेको जा भनेर हामीले पढेका थियौँ भने अब इकुना भनेको चाहिँ नजा भनेको हो। यो नजाको पनि हामी केही उदाहरणहरू हेरौँ। जस्तै सोको ए इकुना, त्यहाँ नजा। सोको ए इकुना, त्यहाँ नजा। हितोरी दे इकुना, एक्लै नजा। समस्या पर्न सक्छ। हितोरी दे इकुना, एक्लै नजा। अर्को महत्त्वपूर्ण शब्द छ इकेबा। इकेबा भनेको गएमा भनेको हो। इकेबा, गएमा। र यसको पनि उदाहरण हेरौँ।
हायाको इकेबा मानिआऊ। हायाको इकेबा मानिआऊ भनेको छिटो गएमा पुगिन्छ भनेको हो। बासुदे इकेबा बेन्द्री। बासुदे इकेबा बेन्द्री बसमा गए सजिलो हुन्छ। बासुदे इकेबा बेन्द्री बसमा गए सजिलो हुन्छ। इकिताई यो धेरै प्रयोग हुने शब्द हो। इकिताई भनेको जान चाहन्छु भनेको र यो ताई फर्म र यसका पनि केही उदाहरणहरू हेरौँ। सुन्दा सुन्दा अल्छी लाग्यो। अल्छी लाग्यो भने एउटा लाइक र कमेन्ट गर्नुहोस् न। उदाहरण म प्रस्तुत गर्छु। निहोन ए इकिताई जापान जान चाहन्छु। निहोन ए इकिताई जापान जान चाहन्छु। रेउक्यौ नि इकिताई घुम्न जान चाहन्छु। रेउक्यौ नि इकिताई घुम्न जान चाहन्छु। अर्को शब्द रहेको छ इकासेरु। इकासेरु भनेको गराउनु, गराउन अथवा कसैलाई केही अराउनु भन्ने कुरा बुझिन्छ। जस्तै उदाहरण हेरौँ। कोदोमो ओ इकासेरु। कोदोमो ओ इकासेरु बच्चालाई पठाउँछु। खारे ओ इकासेरु उसलाई पठाउँछु अथवा उनीलाई पठाउँछु। खारे भनेको चाहिँ ऊ केटा मान्छे हो। केटा मान्छेलाई पनि उनी भनिन्छ। अब हामी फाइनल टिपमा आइपुगेका छौँ अथवा N5 को लागि सबैभन्दा महत्त्वपूर्ण 5 वटा फर्महरू छन्। ती फर्महरू के हुन् त त्यसको बारेमा हामी हेर्दैछौँ। यी 5 वटा जान्यो भने हामीलाई एकदमै सजिलो हुन्छ। जस्तो इकिमास, इते, इकानाई, इता र इकिताई। यी 5 वटा फर्ममा हामीले गफ गर्न सक्यौँ भने हामी N5 लेभल पास गर्न र N5 लेभलको बोल्न मजाले सक्छौँ। यदि अहिलेसम्म च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोस्। तपाईँको एक सब्स्क्राइब मेरो लागि प्रेरणाको स्रोत बन्ने छ। र अब यी 5 वटा फर्मको बारेमा एकपल्ट फेरि सरसर्ती हेरौँ। इकिमास जान्छ, जानुहुन्छ, जान्छे लगायतको हुन्छ। खारे वा माइनिची गाक्को ए इकिमास ऊ हरेक दिन विद्यालय जान्छ। इते जाऊ, जाँदै, गएर। तोमोताची वा साकिने इते मात्ते इमास साथी अगाडि गएर पर्खिरहेको छ। गएर भन्ने कुरा आयो यसमा। अर्को वाक्य हेरौँ। खानोजो वा इसो इदे इत्ते कुदासाई तो इमासिता उनले छिटो जानुहोस् भनेर भनिन्। अब अर्को शब्द आयो इकानाई। इकानाई भनेको जाँदैन, जाँदिन भन्ने हुन्छ। खारे वा के वा गाक्कोए इकानाई ऊ आज विद्यालय जाँदैन। वातासी वा के वा गाक्कोए इकानाई म आज विद्यालय जाँदिन पनि हुन्छ। अर्को आयो ता फर्म अथवा भइसकेको पास्ट टेन्स। इता गयो। खारे वा किन्यो टोक्यो ए इता ऊ हिजो टोकियो गयो। यही ता फर्मको अर्को पनि वाक्य हेरौँ। सेन्से वा मौ खाएते इता शिक्षक पहिले नै फर्किएर गए अथवा जानुभयो भन्ने हुन्छ। र अन्तिम अर्को शब्द रहेको छ इकिताई। इकिताई भनेको जान चाहन्छु, जान चाहन्छ, जान चाहनुहुन्छ भन्ने कुरा हुन्छ। खानोजो वा निहोन ए इकिताई देश उनी जापान जान चाहन्छन्। अर्को वाक्य हेरौँ। आनाता ताची वा रेउक्यौ नि इकिताई देशका तपाईँहरू घुम्न जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् है त।